मलाई चाहिँ मेरो जस्तो मेरो दुश्मन वा शत्रु वा मलाई आफै न कोही त्यस्तो आक्रमण गर्ने मान्छेलाई पनि नहोस् भन्न चाहन्छु कि म। हजुरको बारेमा धेरैजनाले जान्न बुझ्न रहेका बिर्ख विश्वकर्मा एकाएक मिडियामा दर्शकबिन नमस्कार। यति बेला तपाईँ हेर्दै हुनुहुन्छ नेपाली खोज मिडिया। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँगै जोडिन नछुटाउनुहोला। दर्शकबिन पछिल्लो समयमा एकपछि अर्को ठगहरू निस्किरहेका छन्। यसै क्रममा बिर्ख विश्वकर्माले पनि धेरै ठुलो रकम झ्वाम पारेर गायब भएको कुरा सामाजिक वृत्तमा निकै चर्को आलोचना भइरहेको थियो। त्यसै क्रममा बिर्ख भने कहाँ छन् कसैलाई पत्तो थिएन, तर उनी पछिल्लो समयमा भने मिडियामा आउन लागेका छन्। उनले भनेका छन्, मैले जानी बुझी यो यति ठुलो गल्ती गर्नै सक्दिनँ। म पनि एउटा अनपढ केटा हुँ। मैले जानी बुझी गरेको गल्ती यो पक्कै पनि थिएन। आफूले अन्जानमा यो सबै भएको उनले बताएका छन्। तर आफूले पैसा भने औषधि गरेर सकिसकेको र आफूले रिटर्न गर्न सक्ने अवस्थामा नभएको पनि उनले बताएका छन्। उनले भनेका छन्, मसँग पैसा छैन, यति धेरै पैसा मैले खर्च गरिसकेको छु, अब कसरी दिन सक्छु भन्दै उनले बताएका छन्। आफू एउटा निकट गाउँको मान्छे र आफूसँग त्यति धेरै पैसा पनि नभएको उनको भनाइरहेको छ। हुन त उनी एउटा विकट गाउँमा हुर्केको र आफ्नो बाबाआमा पनि नभएका कारण आफू निकै असहयोग अवस्थामा रहेर आफूले सहयोग उठाउन बाध्य भएको पनि खुलाएका थिए। सञ्चिता शाही भने केही समय निकै मिडियामा आएकी थिइन्, तर पछिल्लो समयमा भने ठगी धन्दाबारे केही पनि खुलाउन चाहेकी छैनन्। यसो त सञ्चिता शाही नै मुख्य आरोपित रहेको धेरैजनाले आकलन गर्दै आएका छन्। तर यस विषयमा भने सञ्चिता शाही आफू केही पनि पैसा नखाएको र आफूले 1 रुपैयाँ पैसा पनि बिर्ख विश्वकर्माबाट नलिएको खुलाएकी छिन्। आफूले आफ्नो भाइ जस्तै मानेर सहयोग गरेको पनि उनको भनाइरहेको थियो। दर्शकबिन, तपाईँलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नछुटाउनुहोला।